हामीले खोजेको कुरा अथवा स्थानीय तहमा जनताहरूले खोजेको कुराहरूमा विशेष गरेर ठुला ठुला बाटाहरू, ठुला सडकहरू, चिल्ला सडकहरू, ठुला ठुला भवनहरू, ठुला पुलहरू र ठुला ठुला विकास भनेको पुल, भवन, सडक, विद्यालय भवन वा सडक भन्ने बुझिन्छ। त्यो नै विकासको मापदण्ड र त्यसलाई मापक बनाइन्छ। तर विकास भनेको त्यही मात्रै होइन, त्यसलाई मात्र विकाससँग जोडिएर अगाडि बढ्न सकिन्छ भन्ने मलाई लाग्दैन। त्यसैले विकास भनेको सामाजिक न्याय र समानता पनि हो। समाजभित्र देखा पर्ने थुप्रै प्रकारका विकृति, विसङ्गतिहरू, असमानताहरू जो समाजमा लुकेर बसेका छन् र जो बाहिर स्पष्ट रूपमा आफूलाई प्रस्फुटन गर्ने वा अगाडि बढाउने त्यो प्रकारको क्षमता, त्यो प्रकारको चाहना र त्यो प्रकारको चेतन नभएको कारणले गर्दा समाजभित्र पनि अहिले हामीले यस्ता प्रकारका असमानताहरू, विसङ्गतिहरू, विकृतिहरू देखा परिरहेका छन्। त्यसैले यो विकृति, विसङ्गति र असमानताहरूलाई सामाजिक न्याय र निरूपण गर्ने माध्यमका तहबाट स्थानीय सरकारलाई सबल र सक्षम बनाउने माध्यमका रूपमा न्यायिक समितिलाई क्रियाशील बनाउने र त्यसले सम्पादन गर्ने कामलाई विश्वासिलो भरपर्दो बनाउँदै अगाडि बढाउन सक्यो भने जसले विकासका थुप्रै पूर्वाधारहरूमध्ये, विकासका थुप्रै अवयवहरूमध्ये यो पनि महत्त्वपूर्ण अवयव हो भन्ने कुरा हामी पालिकावासीहरूले अनुभूति गर्न सक्छौँ र त्यो अनुभूति हामी स्थानीय सरकारका 22वटा एकल अधिकारभित्र गाउँसभा, नगरसभा, जिल्ला सभा र स्थानीय अदालतको परिकल्पना गरिएको छ भने स्थानीय सरकार सञ्चालन ऐन 2074 को न्यायिक समितिको काम कर्तव्यभित्र त्यसलाई फेरि त्योभन्दा फरक ढङ्गले त्यहाँ विश्लेषण गरिएको छ। यसबाट विशेषतः हामीले जुन एकल अधिकारभित्रका 22वटा एकल अधिकारभित्रको स्थानीय अदालतको परिकल्पना संविधानले गरेको छ, यसलाई सबल सक्षम रूपमा अगाडि बढाउनका निम्ति स्थानीय सरकार, घर दैलोको सरकार, जनताको सबभन्दा नजिकको सरकार, जनताका कार्य सम्पादन गर्नका निम्ति सबभन्दा छिटो छरितो जनताको घर दैलोमा पुग्ने स्थानीय सरकार भनेर हामीले जसरी कुरा गरिरहेका हुन्छौँ, त्यसै गरी कार्य सम्पादनमा पनि आफूलाई थप अब्बल र सफलतापूर्वक अगाडि बढाउनका निम्ति पनि हाम्रा सम्पादन गर्ने कामहरू सबभन्दा बढी न्यायिक, सबभन्दा बढी सक्षम र सबभन्दा बढी सफलताको रूपमा अगाडि बढाउन सक्यो भने हाम्रा काम कर्तव्यहरूलाई जनतामा स्थापित गर्न सकिन्छ र त्यसका निम्ति पनि यो तपाईँहरूको उपस्थितिले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ भन्ने हामीले अनुभूति गरेका छौँ। त्यो भएको हुनाले अहिले विशेषतः न्यायिक सम्पादन गर्ने प्रक्रियामा मलाई के लाग्छ भने हामी राजनीतिक क्षेत्रबाट आएको मान्छे, उपप्रमुख भन्नु, उपाध्यक्ष भन्नुहोस्, एउटा राजनीतिक क्षेत्रबाट राजनीतिक पार्टीको टिकट पाएर आएको मान्छे। हाम्रो क्षेत्र राजनीति र फेरि यतातिर न्यायिक समितिको संयोजक भइरहँदा हाम्रो कर्म फेरि न्याय सम्पादन। यस्तो प्रकारको कता बेमेल भयो जस्तो पनि हामीले अनुभूति गर्ने गर्दछौँ र जसले गर्दाखेरि न्याय सम्पादनमा कता न्याय निरूपण गर्ने बेलामा मेलमिलापको बेलामा त त्यो सम्बन्धै भएन, न्याय कुनै निरूपण गर्ने बेलामा पनि त्यसले कता विरोधाभास हुन्छ कि भन्ने प्रकारका पनि अनुभूतिहरूको बिचमा हामीलाई शङ्का गर्ने ठाउँ उब्जिन सक्छ। त्यसैले गर्दाखेरि हाम्रो क्षेत्र राजनीति हो र हाम्रो कर्म न्याय सम्पादन गर्ने क्षेत्रमा जाँदाखेरि यसलाई तालमेल र यसलाई जनताको विश्वास गर्ने क्षेत्रको रूपमा अझ बढी आफूलाई योग्य र सक्षम बनाउनका रूपमा आफूलाई अब्बल बनाउन सक्यो भने यसले जनताको विश्वास गर्ने वातावरण र स्थानीय सरकारलाई जुन प्रकारको रूपमा स्वरूपमा हेर्ने गरिन्छ यसलाई अझ बढी सक्षम र सफल बनाउन सकिन्छ भन्ने कुरा मैले आफूलाई अनुभूत गरेको जस्तो लाग्दछ। त्यसैले गर्दा यहाँहरूको यो कार्यक्रम मार्फत विशेषतः न्यायिक सम्पादनको क्षेत्रमा न्यायिक समितिका रूपमा स्थानीय सरकार संविधान 2074 मा परिकल्पना गर्दा नेपालको संविधानले यसलाई परिकल्पना गरिरहँदा अझै पनि स्थानीय तहमा स्थानीय सरकारमा रहेका न्यायिक समितिहरू अझ पनि जनशक्तिको हिसाबले, भौतिक पूर्वाधारका दृष्टिकोणले, त्यसै गरेर अन्य विविध समस्याका कारणले गर्दा हाम्रा न्याय सम्पादनका क्षेत्रहरूमा अझ बढी विशिष्टीकरण गर्न सकिरहेको अवस्था छैन। त्यो भएको हुनाले अघि सम्बोधनका क्रममा
सर्वोदरी नगरपालिकाका उपप्रमुखज्यूले एउटा महत्त्वपूर्ण कुरा आजको प्रमुख अतिथिज्यूलाई पनि राख्नु भएको छ कि लुम्बिनी प्रदेश सरकारले हरेक स्थानीय सरकारमा भएको न्यायिक समितिलाई बलियो बनाउन जरुरी छ। हरेक स्थानीय तहमा रहेको न्यायिक समितिको न्याय निरूपण र त्यसले सम्पादन कामलाई दक्ष, त्यसलाई सबल र सक्षम बनाउनका निम्ति पनि आवश्यक छ। त्यसका निम्ति सबल र सक्षम जनशक्तिको आवश्यकता पनि हामीले अनुभूति गरेका छौँ। त्यसको अनुभव र त्यसको महसुस